हेलो नमस्कार साथीहरू। आज मिति 2082 साल 1 महिना 8 गतेका दिन हाम्री प्यारी आन्टी लता बस्नेतले आफ्नो कौसीमा फलेका सब्जीहरू टिप्न गइरहनु भएको छ। हामी हेरौँ है त आन्टीको कौसीमा के चाहिँ रहेछ। म चाहिँ रेडी भएँ साथीहरू नाङ्लो भर्नको लागि। ल हेर्नुहोस् है गाइस, 2 मिटर लम्बाइको बोडी। 2 मिटर होइन 1 मिटर हो। मिटरै बोडी हेर यसको नाम कत्रो फलेको नि हेर न लामो। अझै छोडिदिइरहनु भने झन् कत्रो हुन्थ्यो होला। अब त बढ्दैन यति नै यसको आयु। आमामा एकछिनलाई म नाप्छु ल। ल सिरी नाप्नु। 1 हात भनेपछि पखाए 2 हात 1 हात कति भन्छ यसलाई। खै कति हो हेर्नु होला, देखिरहनु भएको छ नि साथीहरू कति रहेछ यसो अन्दाज गरेर भनिदिनु, हामी चाहिँ जानिनौँ। यहाँ चाहिँ हेर्नु होला गाइस, यहाँ हेर्नु अरेन त टन्ने बोडीहरू फलेको छ। आहा हेर दादा। वाउ। ल यहाँ चाहिँ लौका हेर्नुहोस् है साथीहरू। वाउ अलिअलि देखाउनु के भयो। यो चाहिँ बैगुन हो, मिठो हुन्छ सब्जी। भेन्टा गोलो खालको भेन्टा। भेन्टा यसको चाहिँ चप मिठो हुन्छ होला। ल गाइस यो चाहिँ घिरौलाहरू। यहाँ हेर घिरौला यता यता। वा कति यो चाहिँ प्रकृतिलाई एक छाक हुने चाहिँ माथि बिही पनि फलेछ दामी। धेरै देखियो। टमाटर पनि रहेछ यहाँनिर, तर रहेन रहेछ। करेला पनि छ यहाँनिर फल्दै गरेको। यो त बाङ्गे चाहिँ यो हुँदैन अब। ल है मेरो सब्जी, एक नाङ्लो सब्जी हेर के छ देखाउ त। बोडी गोलो भेन्टा, अनि यो हरियो लामो खालको भेन्टा, घिरौला, अनि करेला, लौका, बीँ। करेला, बीँ यति छ। ल है साथीहरू मेरो छतमा फलेको सब्जीहरू हेर्नु।